हेलो एन्ड नमस्ते एभ्रिवान। आज चाहिँ दिदी र म हाम्रो फुपूको घर जाँदै थियौँ किनभने फुपूको घरमा श्राद्ध थियो। अनि भाइ चाहिँ हामीलाई मुनि नै पर्खेर बसिरहेको रहेछ हामी आउँछौँ भनेर। अनि हामी चाहिँ गयौँ सिधै माथि। जाने बित्तिकै हामी चाहिँ खान थाल्यौँ, फुपूले दिइहालिसो अनि हामी चाहिँ श्राद्धमा गएर मिल जाने कुरा थियो पिना पिसाउनलाई। अनि भाइ र म चाहिँ पिना पिसाउन जाने भनेको थियौँ। भाइ चाहिँ कहाँ गयो कहाँ, अनि म चाहिँ भाइको भेस्ट लिएर जाँदै थिएँ भाइलाई खोज्नलाई। अनि भाइ पनि आयो, कहाँ साथीकोमा गएको रहेछ। अनि भाइ र म चाहिँ मिल गयौँ, तर हामीलाई मिलमा थाहा थिएन के पिसाउँछ भनेर। अनि हामीले सोध्यौँ, अनि पिना पनि पिसाउँछ भनेपछि हामी पिना पिसाउन लाग्यौँ। अनि पिना पिसाएपछि म घर आएँ। अनि घर आएर चाहिँ यस्तो भोक लाग्यो। अनि भोक लागेपछि मैले चाहिँ डिफ्रेन्ट कुरा ट्राई गर्न आँट्दै थिएँ। के भन्दाखेरि पनिरमा चाउचाउ हाल्दै थिएँ। चाउचाउमा चाहिँ पनिर हाल्दै थिएँ, मिस्टेक। अनि मैले चाहिँ खाजा खाएँ। अनि आजको लागि यति नै। बाई बाई एभ्रिवान।